नमस्कार, म सुरज मुक्तान। म यतिखेर राक्सिराङ 4 म आफू जन्मेको मेरो सालनाल काटेको ठाउँ म छु। आज मिति 2082 असोज महिनाको 26 गते। यतिखेरको समय भनेको अपराह्नको 3:22 भएको छ। जुन मैले यो भिडियोमा कैद गरिरहेको यो रुखहरू छ, यसलाई हाम्रो भाषामा, हाम्रो मातृभाषा तामाङबाट चाहिँ यसलाई लथानगाङ भनिन्छ भने नेपाली भाषामा यसलाई कालिकाथान भनिन्छ। अहिले यो पहिला यस्तो थिएन। यसलाई चाहिँ भौतिक संरचना बनाएर रङरोगन गरेर अब यसमा राम्रो बनाएको छ। र यो यहाँको चाहिँ एकदम दिउँसो घाममा यहाँ चाहिँ चर्को घाम हुँदाखेरि यहाँ एकछिन बस्यो भने पनि तपाईको चिसो लाग्ने यस्तो अवस्थाको छ यो हैन। यो यति चाहिँ रमणीय छ। प्राकृतिक दृष्टिकोणले, हावापानीको हिसाबले अत्यन्त राम्रो छ। मौसमको हिसाबले हावा यहाँ चलिरहन्छ, जहिले पनि चलिरहन्छ। यहाँ जतिसुकै गर्मी भए पनि यहाँ गर्मीको महसुस कहिले पनि हुँदैन। हेर्नुस्, यो तल गिङुङ जाने बाटो स्ल्याब ढलान गरिएको छ। यहाँ हेर्नुस्, यस्तो छ रुखहरू। जुन वडा कार्यालयको भवन हामीले त्यहाँ देखिरहेका छौँ, त्यहाँ निर्माण कार्य चाहिँ भइरहेको छ। निर्माण कार्य हुँदैछ, तर अहिले चाहिँ काम रोकिएको छ। यो चाहिँ यो बाटो चाहिँ तपाईको भुक्टी, मान्छाप, देवीटार, डुमटार हुँदै जाने सडक हो। हाम्रो अनल भाइ यहाँ हुनुहुन्छ। ल, यस्तो छ। यो चाहिँ पसलहरू भयो। यो पसलहरू यहाँ पनि स्ल्याब ढलान गरिएको छ। यो पसल छ। यो सबै पसल हो। हेर्नुस्, वातावरण यस्तो छ। हेर्नुस्, डाँडा काँडा हरियाली, जताततै हरियाली हैन। चकमन्न घाम लागिरहेको छ। एकदम हरियाली वातावरणमा हेर्नुस्, बिजुली विद्युतहरू पनि पुगेको अवस्था छ यहाँ। हेर्नुस्, अनि घरहरू बन्ने क्रम जारी छ। घाम लागिरहेको छ। करिब घाम चाहिँ त्यति धेरै घाम त चर्को छैन यहाँ। जतिसुकै चर्को घाम भए पनि शीतलता भने दिनेछ। हेर्नुस्, यहाँ मखमली फुल तिहारको झल्को आउने गरी यहाँ मखमली फुल फुलिरहेको छ साथीहरूलाई। हेर्नुस्, अकबरी खुर्सानी हेर्नुस् है, एकदम अर्ग्यानिक अकबरी खुर्सानी। ल हेर्नुस्, यो चिसो ठाउँको अकबरी खुर्सानी। यहाँ हेर्नुस्, मखमली फुल फुलिरहेको छ। यस्तो छ। हेर्नुस्, यो स्वास्थ्य भवन हो। एकदम चाहिँ एकदम व्यवस्थित तरिकाको स्वास्थ्य भवन हो यो। यो चाहिँ 2073 सालमा स्थापना भएको स्वास्थ्य चौकी भवन हो। ल हेर्नुस्, स्टाफहरू भित्र हुनुहुन्छ। व्यवस्थित हेरचाहले। ल हेर्नुस्, यो पनि स्वास्थ्य भवन नै हो। यो नयाँ स्वास्थ्य भवन। हेर्नुस्, कुकुर अगाडि यो चाहिँ मेरो घरमा पालेको कुकुर हो। म जहाँ जान्छ मलाई त्यहीँ आउँछ। हेर्नुस्, यो स्वास्थ्य भवन हो। हेर्नुस्, यस्तो छ। यो जुन तल देखिरहनु भएको छ, हेर्नुस्, एकदम चाहिँ डाँडा काँडा हैन, हरियाली, पुरै हरियाली छ। हेर्नुस्, एकदम हरियाली।
जताततै हरियाली, डाँडा काँडा, हावा मजाले बगिरहेको छ, बहिरहेको छ। हेर्नुहोस्। अनि त्यहाँ चाहिँ हेर्नुहोस् ल, त्यो चाहिँ जुन म जुम गरेर देखाउँछु, यो गाविस भवन, पुरानो गाविस भवन हो। अहिले चाहिँ यो वडा कार्यालय, 4 नम्बरको वडा कार्यालय है। ल हेर्नुहोस्, गाउँ अत्यन्त रमणीय छ, एकदम लोभलाग्दो छ। हेर्नुहोस्, यतिको लोभलाग्दो गाउँ चाहिँ आफ्नो गाउँ प्यारो नै लाग्दो रहेछ साथीहरू। यो स्वास्थ्य भवन, स्वास्थ्य भवन यो तल हेर्नुहोस्। गाउँहरू हाम्रो एकदम हरियाली हेर्नुहोस्, जताततै हरियाली होइन। गाउँहरू हेर्नुहोस्। त्यो डाँडा चाहिँ तर्सीकोट डाँडा भनिन्छ। ल हेर्नुहोस्, गाउँहरू रमाइलो छ। किनभने तिहार दसैँ सकिसके पछाडि यसपालिको क्यालेन्डर नेपाली पात्रो अनुसार अब चाँडै नै, छिटै नै, केही दिनभित्रमा, 6-7 दिनभित्रमा तिहार पनि सुरु हुने अवस्थामा रहेकोले गर्दाखेरि गाउँमा चाहिँ एकदम खुसियाली होइन। साथीभाइसँग, आमा बुवा दाजुभाइहरूसँग मिठो सम्बन्धहरू, खुसी साटासाट गरिरहेका छन्। हेर्नुहोस्, यस्तो छ है। यो मकवानपुर जिल्ला, बागमती प्रदेश, मकवानपुर जिल्ला, राक्सिराङ गाउँपालिका को वडा नम्बर 4 कार्यालय, वडा कार्यालय भवनको नजिकबाट म यो भिडियो कैद गरिरहेको छु। सो तपाईहरूले आफ्नो अमूल्य प्रतिक्रियाहरू केही त्यस्ता छन् भने अवश्य पनि राखिदिनु होला। सम्पूर्ण साथीहरूले माया गर्नु होला। लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गरी यो गरिब दुखी आत्मालाई माया गर्नु होला भन्दै भिडियो अन्त्य गर्ने जमर्को गरिरहेको छु। धन्यवाद।